यार पता द ब्ल्याक रिसोर्ट जाने बाटो कुन हो ब्ल्याक रिसोर्ट कहाँको ब्ल्याक रिसोर्ट यहाँ मासतिर ब्ल्याक रिसोर्ट देखिसके यो परको त्यो डाँडो छैन हजुर त्यो पत्रबाट यसो उँभो छुट्ने बाटो छ त्यहीबाट यस्तो आउँछु ए त्यो अफ रोड होइन त्यो घर देखिने छ नि हजुर त्यो त देखेँ त्यो ब्ल्याक रिसोर्ट हो अति एकछिन बसौँ कि कसो गर्छ बस्छ अब हामी निक्ल्यौँ हजुर अब उतातिर साइडमा अब गाडी गर्नु उताले गाडी अगाडि पछाडि गरेर गर्नु न कहिले केही तेलहरू के हजुर धक्का लगाउनु पर्छ उसले नै चलाउँदैछ नि चलाउनु त
आउटी चाहिँ हुन्छ नि त बाख्राहरू के चल्दैछ कि क्या जाटो फुडेको होइन ब्ल्याक वाटर यता त होइन यता पर पुग्ने रिसोर्ट यही त हो त नि ए त्यहाँ त्यत्रो बोर्डमा लेखिराखेको छु जाटो उपर जाने हुन्छ होइन बोर्डै देखेको छैन कहाँ सो गाइज हामी चाहिँ अहिले ब्ल्याक रिसोर्ट जाँदैछौँ होइन हामीसँग यहाँनिर हेरिदिनु होला रिसोर्ट कस्तो छ हाम्रो बाजेले चलाउँदै गर्नुभएको हो म चाहिँ आज फर्स्ट टाइम आउँदैछु होइन यो रिसोर्ट अनि मेरो पछाडि भएको पनि मेरो छोरा पनि भएको आज मात्र आउँदैछ अनि यसको बाजे चाहिँ अस्ति आएको हो कहिले नै आइसकेको गइजले यस्तो बाटोमा ल हेरौँ त दुईजना मजाले लाँदैछु मैले अरे मात्रै यहाँ चिसोले मार्न आँटेको बेला चिसो लागिराखेको छ थोरै थोरै हामी चाहिँ ब्ल्याक रिसोर्ट पुग्नै आँट्यौँ गाइज धेरै छैन ऊ त पर रहेछ ब्ल्याक रिसोर्ट होइन गाइज फाइनली हाम्रो सफर टुटिसक्यो अनि यहाँनिर रिसोर्ट आइसक्यौँ अनि यहाँ चाहिँ यस्तो रहेछ ठाउँ यहाँ दुईजना ओहो ए यहाँनिर रहेछ चेङ्ग्रा भेडा यहाँ रहेछ गाइड सो यो चाहिँ हाम्रो यता भेडा रहेछ यिनीहरूको लिडर त्यो रहेछ के तर अरूभन्दा नि गाइड जहाँ आउँदाखेरि चाहिँ डर लुगा लाएर आउनु पर्ने छ तपाईँहरूले यति हाम्रो देउमान दाइ कहाँ आएको होला ओहो गाइस देख्नु सक्नुहुन्छ यो यही हो ओहो बाजे हाम्रो बाजे पनि हुनुहुँदो रहेछ त्यसै गरी हामीलाई हाम्रो बाजेले केही न केही सुट गरेर दिनुहुन्छ होला भन्ने आशामा छु म ओहो ल है गाइज यही हो हाम्रो ब्ल्याक रिसोर्ट 10 मिनटको भइदिएछ भिडियो अब अर्को भिडियोमा भेटिदिउँ सँगमै यहाँ थियो त मेरो उसले थिचेन भिडियो अफ गरेर